केपी ओलीले जिते भने म नेपालै बसेँ यो त वादा हामी माहौल बुझ्दैछौँ तपाईँको हिसाबले के छ नाम भनिदिनुहोस् मेरो नाम नारायण अर्याल हो म पहिला नेपाली काङ्ग्रेस हो अहिलेसम्म नि हो पहिलेसम्म चाहिँ हो आजको नीतिसम्म हो आज भोट नआउनु चेल्ना हो भोट हाल्ने होइन 100% म राजनीतिमा लाग्दैन जिन्दगीमा केही भएर कुनै कारणवश राजनीतिमै नै लाग्नु पर्यो भने लाग्छु त्यो चान्स चाहिँ 1% छ भनेको 1%ले जित्छ बालेन कि के बिबा होइन माटो हो नि हर्के ए माटो अब हर्क साम्बाङबाट बोल्नु हजुर किन हर्क साम्बाङले चाहिँ किन भिजन छ राम्रो के छ भिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि चुनावमा उठेर के गर्ने भन्नु होला अब चुनावमा उठेर अलिअलि काम गर्ने दिदीमा आई भने म 3टा मात्रै काम गर्छु उसले भोट दिने जिताउने हामीले न चाहिँ कुरो सुन्ने कहाँ को नेता आउँछ आउँछ त अगाडि त पढ्ने गालैमा हालिदिन्छु तब भोट हाल्छु